आज हामीहरू आइपुगेका छौँ काठमाडौँ उपत्यकाको प्राचीन मानिएको मन्दिर चाँगुनारायण। काठमाडौँ उपत्यकामा रहेका 7 प्रमुख विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुगेका मन्दिरहरूमध्ये यो पनि एक हो। सन् 1979मा युनेस्कोले यस मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। नेपालमा भएका प्रसिद्ध तीर्थस्थलहरूमध्ये प्राचीन मानिएको यो मन्दिर किराँतकालीन राजाहरूद्वारा बनाइएको अभिलेख पाइन्छ। प्राचीन पुरातात्विक शिलास्तम्भ समेत रहेको यो मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ। यहाँ रहेका नारायणलाई चाँगुनारायण, चङ्गुनारायण, चम्पकनारायण, गरुडनारायण तथा डोला शिखर स्वामीको नामले पनि पुकारिन्थ्यो। चाँगुनारायणको मन्दिर अवस्थित डाँडाको नाम डोलागिरी भएकोले पनि यही शिखरका स्वामी भएकाले यी नारायणलाई डोला शिखर स्वामी पनि भनिएको हो। हरेक महिनाको शुक्ल द्वादशी तिथि कुनै समय बुधबार पर्न गयो भने त्यस दिन बद्रीनारायणको आगमन यस मन्दिरमा हुन्छ भन्ने विश्वास गरिन्छ र सो दिन खिरको भोग लगाएर गरिने पूजा विशेष खालको हुन्छ भने त्यस दिन गरिने दर्शनलाई पनि निकै अपूर्व मानिन्छ। साँखु जाने रोडको बायाँतिरको बाटो हुँदै वा भक्तपुर सल्लाघारीको बाटो हुँदै यो मन्दिर पुग्न सकिन्छ भने उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ रुट मानिएको तेलकोट भन्ज्याङ तेलकोट डाँडा हुँदै पनि चाँगुनारायणको मन्दिर आउन सकिन्छ। भक्तपुर नगरबाट 6 किलोमिटर उत्तरमा रहेको चाँगुनारायण मन्दिर काठमाडौँबाट 20 किलोमिटरको दूरीमा रहेको छ। यो मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई दिन प्रतिदिन प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्व राख्ने मन्दिर हो। यहाँ रहेका नारायणलाई चाँगुनारायण, चम्पकनारायण, चङ्गुनारायण, गरुडनारायण र डोला शिखर स्वामीको नामले पनि पुकारिन्थ्यो। यो मन्दिरको निर्माण कहिले र कसले गराएको हो भन्ने विषयमा स्पष्ट जानकारी नभए पनि लिच्छवीकालीन राजा हरिदत्त वर्माले सन् 386 ताका उपत्यकामा 4 नारायणको स्थापना गर्ने क्रममा चाँगुनारायणको पनि स्थापना गराएको बुझ्न सकिन्छ। अन्य 3 नारायणहरूमा शेषनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण पर्दछन्। त्यस्तै लिच्छवीकालीन अर्का राजा मानदेवले चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराई अभिलेख पनि राख्न लगाएका थिए। सोही समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीका लागि जमिन चढाएको र मन्दिरमा आफ्नो र आफ्नी श्रीमतीको मूर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए। हामीले प्रयोग गर्ने 10 रुपियाँको नोटमा देखिने गरुडको मूर्ति पनि यही मन्दिरको हो। समय समयमा जीर्णोद्धार हुँदै आएको यो मन्दिर मध्यकालमा राजा शिवसिंह मल्लकी पटरानी गङ्गा महारानी र 18औं शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो। हाल 2072 सालको महाभूकम्पको क्षतिपछिको जीर्णोद्धारबाट मन्दिर निकै आकर्षक र रङ्गीन बनेको छ। चाँगुनारायणको उत्पत्ति कथाका बारेमा भेटिएको कथा अनुसार परापूर्व कालमा चाँपै चाँपको रुख भएको वनको छेउमा सुदर्शन नामको ब्राह्मणका गाईहरू गोठालाहरूले पाल्ने गरेका थिए। ती गोठालाहरूले दैनिक रूपमा सुदर्शन ब्राह्मणलाई दुध पुर्याउने पनि गरेका थिए। तर एक समय गोठालाहरूले धेरै दिनसम्म दुध पुर्याउन नसक्दा पञ्चामृत बनाउन नपाई धार्मिक कार्य समेत रोकिएकोले सुदर्शन ब्राह्मणले गोठालाहरूलाई दुध किन नल्याएको भनेर सोध्न पुगे। यसै क्रममा गोठालाहरूले गाईले दुध नै नदिएका कारण दुध ल्याउन नसकिएको बताएपछि भर्खर ब्याएका दुधालु गाईहरूले पनि किन दुध दिएनन् त भनेर गाईको क्रियाकलाप बुझ्न गएका सुदर्शन ब्राह्मणले हाल चाँगुनारायणको मूर्ति भएको ठाउँमा एउटा चाँपको रुखबाट कालो पुरुष निस्केर गाईको दुध चुसिरहेको देखेपछि रिसले चुर हुँदै केही नसोची आफ्नो हातमा भएको हतियारले त्यो पुरुषको शिर छेदन गर्न पुगे। तब शिर छेदन भएका कालो पुरुषबाट 4 हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेका नारायणले दर्शन दिनुभयो।
यो घटना देखेर निकै आत्तिँदै अवाक भएका सुदर्शन ब्राह्मणले आफूबाट ठुलो गल्ती भयो भन्ने महसुस गर्दै पश्चाताप गरी आफू पनि मर्न तयार हुन लागेपछि भगवान विष्णुले आफ्नो परापूर्व कालको घटना सुनाउँदै यो सबै प्रपञ्च आफैले रचेको हुनाले सुदर्शन ब्राह्मणलाई हत्याको कुनै दोष नलाग्ने बताउँदै आफ्नो शिर जोड्ने र आफ्नो पूजा गर्ने मन्त्र बताउँदै आफ्नो पूजा सुदर्शन ब्राह्मणकै सन्तानले गर्नुपर्ने नियम बनाइदिएका थिए। त्यसैले हालसम्म पनि यस मन्दिरको पुजारी सुदर्शन ब्राह्मणका सन्तान राजोपाध्यायहरू रहने गरेका छन् भने गोठालाहरूका सन्तान भणेलहरू यस मन्दिरको सहयोगीको रूपमा रहेका छन्। यसरी भगवानले नै पुजारी चयन गर्नुभएको हुनाले पुजारी र सहयोगीहरू मन्दिरको सेवा गर्न बसेका समयमा जुठो र सुतक बार्नु नपर्ने नियम पनि यहाँ प्रचलित छ। नारायण भगवानले सुदर्शन ब्राह्मणलाई बताएको कथाअनुसार परापूर्वकालमा देव र असुरहरूको सङ्ग्राम भएका बेला सुदर्शन ब्राह्मणका पुर्खा सुमति नामका ब्राह्मण दानवको तर्फबाट लड्न आएका थिए। उनले दुवैपट्टिको अस्त्र विद्या सिकेका कारण उनलाई हराउने तागत कसैको पनि भएन। त्यसपछि भगवान विष्णुले नै सुमति नामका ब्राह्मणको वध गरेका थिए। सो घटनापछि भगवान विष्णुलाई शुक्राचार्यले ब्रह्म हत्याको श्राप दिएका थिए। यसै कारण यो श्राप मोक्ष गर्नका लागि भगवान विष्णुले नै उनै सुमतिका सन्तान सुदर्शन ब्राह्मणबाट आफ्नो हत्या हुने प्रपञ्च रचेका रहेछन्। विशेष पर्व र तिथिहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने यो मन्दिरमा आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन हरेक दिन जसो नै हुने गर्दछ। कार्तिक कृष्ण पक्षमा पर्ने हरिबोधिनी एकादशी, नयाँ वर्ष लगायत हरेक एकादशी, द्वादशी, पूर्णिमा, कार्तिक महिना, वैशाख महिनाका दिनहरूमा यस मन्दिरमा चहल पहल बढी नै हुने गर्दछ। मन्दिरको भित्री गर्भगृहमा गरुडासनमा विराजमान चतुर्बाहु शङ्ख, चक्र, गदा र पद्म समेतका आयुधहरू धारण गरेका भगवानलाई हिन्दूहरूले नारायण मानी पूजा गर्दछन् भने बौद्धहरूले हरिहर वाहन लोकेश्वरका रूपमा पूजा गर्दै आइरहेका छन्। काठमाडौँ उपत्यकामा स्थापना गरिएका 4 नारायणहरूमध्ये जेठो मानिएका चाँगु नारायणको पूजा आराधना चोखो मनले विश्वासका साथ गर्नाले आफ्ना मनोकांक्षाहरू पूरा हुने विश्वास गरिन्छ। चाँगु नारायणको अलावा अन्य देवी देवताहरूको मूर्ति पनि रहेको यस मन्दिर परिसरमा माता छिन्नमस्ताको मन्दिर पनि रहेको छ। हरेक दिन खिरको भोग लगाएर पूजा गरिने चाँगु नारायणको पूजा जस्तोसुकै परिस्थितिमा पनि रोक्न पाइँदैन। अर्थात् पालैपालो पुजारी बस्ने या फेरिने यस मन्दिरमा पुजारी बसेको समयमा जुठो वा सुतक परे पनि बार्नु पर्दैन। हामीले हरेक दिन जसो नै प्रयोग गर्ने 10 रुपियाँको नोटमा रहेको ठुलो गरुडको मूर्ति पनि यहीँको हो। यस्तै गरुडको मूर्ति हनुमान ढोका दरबार परिसरको अट्को बहालमा रहेका अटक नारायण वा वृन्ची नारायणको नामले चिनिने नारायणको मन्दिर अगाडि पनि देख्न सकिन्छ। मेरो नाम आभास राजोपाध्याय, म चाहिँ चाङनारायण पुजारी। हामी चाहिँ के भन्छौँ भने यहाँ सुदर्शन ब्राह्मण नामको एकजना ब्राह्मणदेखिको वंशजको रूपमा हामीले मन्दिरको पूजाको पालो सञ्चालन गरिरहेका छौँ। हामीले चाहिँ सुदर्शन ब्राह्मण भनेर चाहिँ कसरी चिन्छौँ भन्दा स्कन्द महापुराण अन्तर्गतको एउटा नेपाल महात्म्य भन्ने खण्ड छ। नेपाल महात्म्य भन्ने एउटा केही अध्यायहरू छ। त्यसको दोस्रो अध्यायमा चाँगु नारायणको उत्पत्ति कथा सम्बन्धी व्याख्या गरिएको छ। त्यसमा सुदर्शन नामको ब्राह्मणले कसरी भगवानको अब भनौँ न दर्शन पाउनुभयो, भगवानको त्यो पनि अब शिर छेदन भएको रूपको त्यसरी भनौँ न दर्शन पाउनुभयो भन्ने कथा त्यसमा वर्णन गरिएको छ। त्यसबाट चाहिँ अनि हामी आफ्नो त्यही वंशजकोहरू यहाँ पुजारी हुनुपर्ने भन्ने जुन सौभाग्य पाएका छौँ त्यो अनुसार हामी यहाँ पुजारी छौँ। कतिजना हुनुहुन्छ यहाँ पुजारी? यहाँ पुजारी चाहिँ 2 पुजारीको चलन हो। तर अब हाम्रो परिवारमा सुदर्शन ब्राह्मणको वंशजहरू र जोसँग दीक्षित छ र जो बकाइदा मन्दिर प्रवेश गर्नलाई भनेर व्रत बसेका छन् उहाँहरूले पूजा गर्न पाउनुहुन्छ। आजको दिनमा मेरो ठुलबा
माइलोबा र बुवा 3 जना, म, मेरो आफ्नो सानो भाइ र माइलोबाको छोरा 3 जना भाइ हुनुहुन्छ। हामी अहिले 6 जना अधिकारी छौँ यहाँभित्र प्रवेश गर्ने पूजा गर्ने। हजुरहरूको पालो चाहिँ कहिले हाम्रो चाहिँ 1-1 वर्षको पालो हुन्छ। अहिले भर्खरै मैले यो वैशाखबाट पालो लिएको हुँ। वैशाखको अक्षय तृतीयाभन्दा 1 दिन अगाडिबाट पालो लिएको। योभन्दा अगाडि चाहिँ लामो समय ठुलबाले एक्लै चलाइराख्नु भएको थियो। अब अहिले चाहिँ उहाँलाई यो वर्ष खाली। अनि यो कसरी चाहिँ यस्तो राम्रो सौभाग्य प्राप्त गर्नुभयो हजुरहरूले होइन, भगवानको सेवा गर्न पाउने? यो भगवानको उत्पत्ति कथा अनि हजुरहरूलाई नै पूजा गर्नुपर्ने जिम्मेवारी दिने चाहिँ कस्तो छ यो कथा? यो अघि मैले भनेको जस्तै नेपाल महात्म्यमा एउटा कथा वर्णन गरिएको छ। त्यो कथा अनुसार चाहिँ के छ भन्दा सुदर्शन नामको एकजना ब्राह्मण उहाँ यहाँ बस्नुहुन्थ्यो। त्यो ठाउँमा यही ठाउँमा चाहिँ उहाँले अब गाई चराउन ल्याउनुहुन्थ्यो र त्यो यही ठाउँमा आएर यहाँ एउटा ठुलो चम्पकको वृक्ष छ भनेर भनिन्छ। त्यो चाँपको रुखको मुनि चाहिँ गाईले सधैँ आइराख्दाखेरि त्यहाँ एउटा कालो पुरुष आएर दुधहरू सबै खाएर जान्थ्यो भन्नुहुन्छ। अनि सुदर्शन नामको त्यो ब्राह्मणले चाहिँ गाईको अब दुध दुहुनु खोज्दाखेरि दुध आउँदैन। दुध नआएपछि के भयो भनेर कयौँ पटक त्यसो भइसकेपछि चाहिँ अनि सुदर्शन ब्राह्मणले सँगै गएर हेर्न जाँदा त्यसरी कालो पुरुष एउटा उत्पन्न भएर उनले त्यसरी दुध खाइरहेको देख्दा रिस आएर आफूसँग भएको हतियारले उनको शिर छेदन गरिदिनुहुन्छ र त्यही शिर छेदन गरिएकोबाट चाहिँ भगवान नारायण 4 हातमा शङ्ख चक्र गदा पद्म लिनुभएको यसरी उत्पत्ति भएर दर्शन दिनुभयो र बिना शिरको त्यसरी दर्शन दिनुभयो र त्यसपछि कथाअनुसार चाहिँ उहाँले अब म यहीँ बस्छु र तिमीहरू चाहिँ तिम्रै वंशजले चाहिँ मेरो पुजारी भएर बस्नु भनेर उहाँले त्यसरी वरदान दिनुभएको भनेर कथा पाइन्छ। त्यो अनुसार चाहिँ हामीले अहिलेसम्म पनि अटुट रूपमा निरन्तर रूपमा यहाँको पूजाहरू सञ्चालन गरिरहेका छौँ। अब यो भगवान विष्णुले त अब अरूहरूको वध गर्नुहुन्छ, अरू राक्षसहरूको होइन, भगवान विष्णुलाई पनि आफ्नै हत्या चाहिँ हुनुपर्ने के त्यसको एउटा अर्को कथा, त्यसको पृष्ठभूमिको कथा चाहिँ के छ त भन्दा देवासुर सङ्ग्राम हुँदाखेरि त्यो कुनै एकजना ब्राह्मणलाई होइन सुमति नामका एकजना ब्राह्मणलाई चाहिँ भगवान विष्णुले मार्नु परेको, वध गर्नु परेको भन्ने एउटा बाध्यता सिर्जना भयो त्यहाँ होइन। दैत्य पक्षबाट लड्नुभएको कारणले गर्दा त्यसरी ब्रह्म हत्या लाग्यो। अब ब्रह्म हत्याको पाप मोचन गर्नको लागि चाहिँ भगवान विष्णुले अब यस्तो लीला रच्नुभयो कि त्यहाँ सुदर्शन नामको ब्राह्मणबाट उनको आफ्नै शिरछेदन भयो र त्यसपछि उनी ब्रह्म हत्याबाट मोचन भएको भन्ने प्रसङ्ग त्यहाँ पाइन्छ। भगवान विष्णुले त धेरैजनाको वध गर्नु भएको छ, यो चाहिँ ब्रह्म हत्याको चाहिँ त्यसरी ब्रह्म हत्याको त्यही त ब्रह्म हत्या लागेको भएर ब्रह्म हत्या मोचन हाम्रो शास्त्र अनुसार चाहिँ धेरै चिजहरूमा जस्तो गौ हत्या भयो होइन, स्त्री हत्या भयो होइन, बाल हत्याहरू भयो, त्यसरी ब्रह्म हत्याहरू भयो, यी चिजहरू चाहिँ ठुल्ठुलो पापहरू मध्येको मानिन्छ र भगवानले आफै पनि त्यसरी ब्रह्म हत्या गर्नु पर्दाखेरि चाहिँ त्यो ठुलो पाप भएर लामो समयसम्म देवासुर सङ्ग्रामदेखि अब त्यो लामो समयसम्म उहाँ त्यसरी भनौँ त्यो पाप बोकेर बस्नु पर्यो र त्यसपछि त्यो पाप मोचन चाहिँ त्यसरी उहाँको आफ्नै शिरछेदन भइसकेपछि चाहिँ पाप मोचन भएको भन्ने कथा पाइन्छ। अनि अब त्यसरी हत्या गरेर उत्पत्ति त नारायण भगवान हुनुभयो होइन, नारायण भगवानको त नाम त हजारौँ छन्, यहाँको नारायणलाई चाहिँ चाँगु नारायणलाई चाहिँ किन भनिएको? नेपाल भाषामा एउटा च भनेको चाहिँ हामीले चाँपलाई च भन्छौँ होइन। अनि चौक भनेको अथवा चम्पकको उसबाट पहिला चाहिँ यो ठाउँ चाहिँ अहिले पनि हामी संस्कृतमा सङ्कल्प पढ्ने बेलामा चम्पकारण्य भन्छौँ। चम्पक जोड अरण्य, अरण्य भनेको जङ्गल, चम्पकको वृक्षको जङ्गल थियो यहाँ। त्यही नेपाल भाषामा चाँप, गु भनेको जङ्गल, त्यसरी चङ्गुबाट अथवा चाङ्गु भएको त्यसरी भन्ने एउटा यहाँ लोकोक्ति पाइन्छ। र चस्वा भनेर अहिले पनि हामी चाँपको फुललाई अहिले पनि चस्वा नै भन्छौँ, गुँ भनेर अहिले पनि हामी जङ्गललाई नै भन्छौँ र त्यसरी चाहिँ यो चङ्गु भनेर पुरानोमा त चङ्गु नै पाउनुहुन्छ होइन, यहाँ चाहिँ चाङ्गु भन्ने शब्द प्रयोग भइरहेको छ। हजुर अब यो ठाउँमा मेन त चाँगु नारायण नै हुनुभयो होइन, यो बाहेक अरू अन्य भगवानहरूको मूर्तिहरू छन् कि छन्? अब अघिकै जुन कथा प्रसङ्ग छ त्यही कथा प्रसङ्गलाई जोडेँ। यहाँ नारायण भगवान स्वयं अब आउनु भइसकेपछि अब जसरी वैकुण्ठ लोककै रूपमा होइन, नारायण भगवान जहाँ भन्नुहुन्छ त्यही वैकुण्ठ लोकको रूपमा, त्यो वैकुण्ठ लोकको रूपमा यहाँ भइसकेपछि सबै देवताहरू चाहिँ अब नारायण भगवानको दर्शन गर्नलाई, नारायण देवताको सान्निध्यमा बस्नको लागि भनेर आउनुहुँदा यहाँ छिन्नमस्ता भगवती पनि उत्पत्ति हुनुभएको कथा प्रसङ्ग पाइन्छ। यही धौलागिरी शिखरलाई स्थिर बनाउनको लागि किलेश्वर महादेव पनि उत्पन्न हुनुभएको कथा प्रसङ्गहरू पाइन्छ। त्यसपछि यहाँ नाटेश्वर, गणेश, कान्ति भैरव, अब यो के भन्छ उता गोकर्णतर्फ पनि तपाईँहरूले कान्ति भैरवको धेरै चिज पाउनुहुन्छ, यहाँ सम्बन्ध पनि छ। कान्ति भैरव पनि यहाँ विराजमान हुनुभएको छ। त्यसै गरी सोमलिङ्गेश्वर, त्यसपछि यहाँ नारायणहरू,
अरू भनौँ न विभिन्न नारायणको अरू मूर्तिहरू छिन्नमस्ताभित्रै हेर्नुहुन्छ भने अष्टमातृकाहरू यसरी विभिन्न देवी देवताहरू चाहिँ यहाँ भगवान्सँगै आउनुभएको भनेर कथा प्रसङ्गहरू पाइन्छ र यसरी यहाँ तपाईँले यो मन्दिर परिसरभित्र सारा अब भनौँ न स्वर्गमा पाइने सबै देवी देवताहरू यहाँ विराजमान हुनुभएको छ भन्ने कथाहरू पाइन्छ। हजुर, अब यो मन्दिर अब टाढा त होइन काठमाडौँबाट होइन, त्यही पनि हतपत मान्छेलाई आउन अलिक गाह्रो हुन्छ। अब आउनु पर्दाखेरि चाहिँ भक्तजनहरूले सकेसम्म कुन दिन तिथि बारमा आउँदा धेरै हुन्छ? यहाँ भगवान् विष्णुलाई सबभन्दा मनपर्ने बारको रूपमा भन्ने हो भने बुधबार। बुधबार चाहिँ भगवान् विष्णुको अत्यन्त प्रिय। यहाँ त्यही भएर बुधबार अहिले पनि खिर पकाएर भोग चढाउनुपर्छ। बुधबार मात्रै? हजुर, बुधबार मात्रै, हरेक बुधबार। अनि त्यसपछि तिथिको रूपमा भन्ने हो भने एकादशी त प्रमुख भइहाल्यो। अझै यहाँ द्वादशी पनि, एकादशी र द्वादशी हामी मिश्रित रूपमा लिने भएकोले होइन, एकादशीको छोड्ने बेला र द्वादशीको लिने भएको हिसाबले पनि हामी एकादशी द्वादशी मान्छौँ। द्वादशी पनि एकदम ठुलो रूपमै मानिन्छ। पूर्णिमाहरू सङ्क्रान्तिहरू पनि यहाँ विशेष रूपमा मानिन्छ। अब हुन त भगवान् विष्णुलाई यही बार यही तिथि भन्ने त छैन, तैपनि विशेष चाहिँ यिनीहरू नै यही तिथिहरू चाहिँ बढी मानिन्छ। नमस्कार, हजुरलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ। मेरो पनि चाहिँ हजुरहरूलाई धेरै धन्यवाद छ। हजुरको थोरै परिचय गरिदिनुहोस्। मेरो नाम श्री भक्त भरेल हो। हजुर, म पेसाले अधिवक्ता हुँ, तर यहाँको चाहिँ नि चाँगु नारायणको चाहिँ 4 जना नाइके हुन्छन्, त्यसमध्ये 1 जना नाइके पनि म हुँ। हजुर यहाँको नाइके भएपछि त यो मन्दिरको बारे हजुरलाई सबै नै कुरा थाहा छ होइन। अब यो मन्दिरको चाहिँ हामी अब आज यहाँ जानकारीहरू लिने क्रममा आएका छौँ। यो मन्दिरमा चाहिँ भगवान् नारायणले, चाँगु नारायणले नागको गहना लगाउनु भएको छ भनेर सुनेको थिएँ कथामा। अब त्यो भगवान् शङ्करले माला लगाउनु भएको छ, फेरि यहाँको विष्णु भगवान्ले गहना लगाउनु भएको छ भन्ने सुनेको थियौँ। नागको गहना चाहिँ किन लगाउनु भयो होला, के छ यसको कारण? नागको गहना सम्बन्धमा के छ भन्दाखेरि सुन्दरी जलको चाहिँ नि यो चाहिँ तपाईँको चाहिँ छोरा होइन, नाग चाहिँ नाग सत्यनाग भन्छ त्यसलाई, सत्यनाग भन्छ। त्यो चाहिँ तपाईँको चाहिँ जहिले पनि लगाइरहेको हुन्छ। अनि तपाईँको चाहिँ यो नित्य पूजा गर्ने बेलामा छोडेर जानुहुन्छ, उहाँ आमा कहाँ जानुहुन्छ, आमा कहाँ जानुहुन्छ। अनि नित्य पूजा सकिएपछि चाहिँ तपाईँको यो गरुड छ अगाडि, मन्दिरको अगाडि गरुड छ, गरुडलाई चाहिँ तपाईँको पानीले छ्यापिदिनुहुन्छ पुजारी। छ्यापिदिएपछि त्यो आवाज निस्कन्छ। त्यो आवाज निस्केपछि ओहो म चाहिँ अब फर्कनु पर्ने बेला भयो भनेर फर्केन आउनुहुन्छ भन्ने कथा हामीले पनि सुनेको। त्यो पूजा गरुन्जेल चाहिँ उता जाने अनि अरू बेला चाहिँ किन? अब त्यो तपाईँको चाहिँ पूजा गरुन्जेल चाहिँ नि तपाईँको अब खानु पऱ्यो, भगवान्ले पनि मतलब चाहिँ नित्य पूजा भनेको चाहिँ नित्य आहार गर्नु पऱ्यो। त्यस बेलामा चाहिँ सबै गहना चाहिँ फुकालिन्छ, सबै गहना फुकाल्ने, नाकको गहना पनि फुकाले बेला अनि उहाँ चाहिँ आमालाई भेट्नु दौडेर जानुहुन्छ सुन्दरी जलमा। अनि यहाँ रहेको त्यो चामल पनि ठुलो गेडा चामलको पनि त्यस्तै केही कथा छ भन्ने सुनेको थियौँ। चामलको कथा के छ भन्दाखेरि तपाईँको चाहिँ नि पहिला त्यो चामल एउटा चाहिँ नि राखेर जुन भाँडोमा, जति ठुलो भाँडामा अथवा सानो भाँडामा पकायो त्यो भाँडाभरि तपाईँको चाहिँ भात चाहिँ नि बन्थ्यो, भाँडाभरि। अनि के गर्नु पर्थ्यो भन्दाखेरि अब त्यो चाहिँ नि भात चाहिँ तपाईँको चाहिँ नि खानको लागि टुक्रा टुक्रा गर्नु पऱ्यो, कटिङ गर्नु पऱ्यो होइन। अनि हाम्रो चाहिँ नि नेवारी भाषामा सिधा भएर भरिने होइन कि एउटै सिँगै। अनि जात आगो भन्छ, तपाईँहरूले भात पस्कने भन्नुहुन्छ, हामीले जात आगो, टागो भनेको कटिङ गर्ने, काट्ने, भातलाई काटेर चाहिँ बाँडेर खाने, त्यो हो तपाईँको चाहिँ यसो। त्यो सत्य युगको चाहिँ मन्दिरको अगाडि अहिलेसम्म देख्न पाइन्छ। त्यो चामल चाहिँ कस्तो, कहाँ फलेको, कहाँबाट ल्याएको, त्यो अब कहाँ फलेको कहाँबाट ल्याएको त्यो त जानकारी हामीलाई छैन। हामीले जानकारी भएको त्यति मात्रै हो। त्यो चाहिँ चामल एक दिन पकाएपछि सकिने कि कस्तो चामल चाहिँ? त्यो तपाईँको एक दिन पकाएपछि त सकिहाल्यो नि, फेरि चाहिँ अब त्यो बन्ने कुरो त आएन नि। भनेपछि त्यो कहिले पकाएको त्यस्तो के छ त कथाहरू? त्यस्तो चाहिँ छैन। त्यहाँ चामल राखेको भएर यसको विशेष कथा छ भन्ने चाहिँ थाहा थियो। अनि त्यही भएर अब यो चाँगु नारायणको मन्दिर परिसरमा होइन थुप्रै मन्दिरहरू हुनुहुन्छ, त्यसमध्ये हामीले यहाँ छिन्नमस्ताको मन्दिर पनि देख्छौँ। नारायणसँग त लक्ष्मी हुनुहुन्छ भन्ने हामीलाई साधारण बुझाइमा होइन। छिन्नमस्ता अब 10 महाविद्याको देवीको पनि यहाँ मन्दिर चाहिँ किन रहेको होला, केही छ त्यस्तो केही? अब त्यसमा मैले जानकारी पाएसम्म के छ भन्दाखेरि हजुरको अब भगवान् उत्पत्ति हुँदाखेरि, चाँगु नारायण भगवान् उत्पत्ति हुँदाखेरि तपाईँको शिर त छेदन गरियो सुदर्शन शर्मा नामक ब्राह्मणले।
शिरक्षरण गरिसकेपछि रगत बग्यो, रगत बग्यो, रगत बगेपछि चाहिँ तपाईँको दैत्य दानवहरू आएर चाहिँ त्यो चाहिँ तपाईँको खाना आयो। खाना आउँदाखेरि त्यो रगतले त पुगेन। अनि चाहिँ चाँगुनारायणले चाहिँ छिन्नमस्तालाई चाहिँ तपाईँको आह्वान गर्नुभयो। आह्वान गरिसकेपछि छिन्नमस्ता प्रकट हुनुभयो। अब छिन्नमस्ताले पनि तपाईँको दिएर साथी आफ्नै चाहिँ शिर काटेर जति खानुपर्ने हो जति पिउनु पर्ने ल पिउ भनेर चाहिँ तपाईँको शिर चाहिँ छेदन गरेको भन्नु। छिन्नमस्ता माताको पनि शिर छेदन गरिएकै कथा, चाँगुनारायणको पनि हजुर। छिन्नमस्ता भनेकै शिर छेदन गरिएको हुनाले छिन्नमस्ता माता भनेको। छिन्नमस्ताले पनि त आफ्नो साथीहरूलाई अथवा दैत्यहरूलाई रगत दिलाउनकै लागि आफ्नो शिर छेदन गर्नुभएको थियो। हजुर, यो मन्दिर चाहिँ थियो अनि के किन मलाई त्यति थाहा नभएर। अनि अर्को यो चाँगुनारायणको मन्दिरमा लाग्ने अब जात्रा होइन पर्वहरू चाहिँ के कस्ता छन्, कुन कुन तिथिहरूमा लाग्छन्? अब जात्रा हेर्न मन लाग्ने मान्छेहरूले चाहिँ आउँदा कुन कुन दिन? हाम्रो चाहिँ नि यहाँको चाहिँ नि मूल जात्रा चाहिँ नि माता तीर्थ औँसीको दिनमा हुन्छ। त्यो जात्रामा भगवान् नारायण, तिलेश्वर महादेव अनि चाहिँ तपाईँको यो काली र भैरव छिन्नमस्ताको चाहिँ प्रतिरूप भनौँ न, काली र भैरवको चाहिँ नि जात्रा हुन्छ। र अक्षय तृतीयाको दिनमा जात्रा सम्पन्न गर्नुपर्ने हो। तर के हुन्छ भन्दाखेरि तपाईँको चाहिँ अक्षय तृतीयाभन्दा अघिल्लो दिन त्यो काली भैरवको चाहिँ नि खटलाई चाहिँ नि पारी लान्छ। डाँसी तपाईँको चाहिँ नि यो थली होइन, अनि यो आलापोट, नयाँ गाउँ, 7 गाउँले जात्रा भन्छ त्यसलाई। त्यहाँ लान्छ। अब त्यहाँ चाहिँ तपाईँको पहिला त बस्ती धेरै थिएन। लैजाने चाहिँ कहिले हनुमान ढोकातिर पनि लैजान्छन्। हनुमान ढोकामा लाने चाहिँ कहिले भन्दाखेरि तपाईँको चाहिँ साउन र माघमा हो हनुमान ढोकामा लाने। हनुमान ढोकाबाट चाहिँ तपाईँको राष्ट्रपति कहाँ पनि लाने चलन छ अहिले पनि। त्यो कहिले हुन्छ म हजुरलाई खबर गर्छु। अनि तपाईँको चाहिँ त्यस पछाडि अर्को जात्रा के हुन्छ भन्दाखेरि वंशगोपालको जात्रा हुन्छ। यो फागु पूर्णिमाको भोलिपल्ट होइन, 2 दिन जात्रा हुन्छ फागु पूर्णिमाको भोलिपल्ट। र त्यो जात्रालाई चाहिँ संसारकै सबभन्दा सानो रथ पनि भनिन्छ, सानो रथको जात्रा भनिन्छ। त्यो चाहिँ 2 दिन जात्रा हुन्छ। अनि प्राय प्रत्येक महिना जसो चाहिँ तपाईँको यहाँ पर्वहरू चलिरहेको हुन्छ होइन। पर्व तपाईँको चाहिँ यो फुल छ नि, यो तपाईँको चाहिँ नि चम्पक नारायणले चढाउने फुल होइन, त्यो चाहिँ नि मतलब त्यसको पर्व, धेरै पर्वहरू चाहिँ यहाँ प्रत्येक महिना जसो चलिरहेको हुन्छ। र चाहिँ नि तपाईँको मङ्सिरको चाहिँ द्वादशीमा चाहिँ महास्नान पर्व हुन्छ। महास्नान पर्व हुन्छ। त्यो बेलामा चाहिँ पृथ्वीमा चाहिँ नि मतलब फलेको जति पनि अन्नहरू हो त्यो सबै अन्नहरू चाहिँ तपाईँको यो नारायणको चाहिँ अगाडि चाहिँ दबु छ। त्यो दबुमा चाहिँ तपाईँको भ्युटहरूमा राखेर अनि जुन चाहिँ बाजेले अघि तपाईँको चाहिँ यो नित्य पूजा गर्दाखेरि पानी यसरी चाहिँ तपाईँको राउन्ड गर्नुभयो, त्यसमा चाहिँ धान भरि हालिन्छ। अनि धान भरि हालिसकेपछि त्यहाँभित्र सुन पनि 1 तोलाको सुन पनि राखिन्छ। अनि यहाँ बाजा बजाउनेहरू कुस्लेहरूले चाहिँ तपाईँको चाहिँ त्यो चाहिँ नि सुन लिनको लागि टसार मसार गर्छन्। त्यो तपाईँको त्यो बेलामा पनि तपाईँहरू आउनुभयो भने त्यसको पनि जसले भेटायो उसले राख्ने हुन्छ। अब पहिला त तपाईँको चाहिँ नि सुन उनीहरूले चाहिँ नि लगाउनु हुन्न भन्ने, त्यसले सानो जातले लगाउनु हुन्न भन्ने त्यस्तो रहेछ। अनि के गर्ने भन्दाखेरि सुन फिर्ता गर्ने पैसा लिने गर्न थाल्यो होइन, पैसा लिने गर्न थाले। अब त्यो सिस्टम छैन होइन। अब त्यो पहिलादेखि चाहिँ तपाईँको चाहिँ सुन फर्काएर पैसा लिने भएको हुनाले अहिले पनि त्यही सिस्टम छ। त सुन नै लिन पाउने हो भने अथवा पैसा नै लिन पाउने हो भने तछाडमा छाड त हुने भइहाल्यो नि होइन, आफूले लिन पाउने अवस्था। हजुर, अनि यो जात्रा पर्वहरू चाहिँ परम्परागत रूपमा पहिला जस्तो थियो त्यस्तै चलिरहेछ कि अहिले चेन्ज भएको छ कि कस्तो छ? पहिला जस्तो छ त्यस्तै गरी चलिरहेको छ। केही तलमाथि भएको छैन? तलमाथि भएको छैन। तर के भन्दाखेरि पहिला जात्रामा बज्नुपर्ने जति पनि बाजा हो, परम्परागत बाजा हो, त्यो बाजा चाहिँ लोप हुँदै गइरहेको छ। अब त्यो बाजा चाहिँ संरक्षणको लागि नगरपालिकाले हजुर त्यो के भन्दाखेरि तपाईँको चाहिँ नि अब गुठीले चाहिँ नि जुन बाली दिनुपर्ने हो त्यो दिएन। किन दिएन भन्दाखेरि गुठीले चाहिँ नि जग्गाहरू रैतान नम्बरीमा परिणत गर्यो। रैतान नम्बरीमा परिणत गरेपछि पहिला राजाहरूले राखेको जग्गा चाहिँ कति थियो? 1000 रोपनी। अहिले त्यो छ कि 1000 रोपनी
अनि बाजेहरूको लागि छुट्टै पुजारीहरूको लागि छुट्टै चाहिँ नि अर्को चाहिँ तपाईँको चाहिँ 50 रुपियाँ ए 1050 1000 रुपियाँ 50 रुपियाँ भनेको त कम त जग्गा त होइन होइन हजुर अनि त्यसको आम्दानीले त मन्दिरमा त सबै कुराहरू गर्नु त्यसको आम्दानी त पुरै चाहिँ तपाईँको चाहिँ चल्थ्यो नि सबै पर्व पूजा जात्रा सबै चल्थ्यो नि अब चाहिँ नि तपाईँको चल्दैन किन चल्दैन भन्दाखेरि अब बाली दिँदैन पैसा दिन्छ होइन अब रेदान नम्बर इ गरेपछि त्यसको ब्याज दिने हो ब्याजले के नै हुन्छ ए हजुर हुँदैन तपाईँको कुरो चाहिँ यो छ अनि तर त्यो जग्गाहरू कहाँ गयो के गयो भनेर खोज्न ओर्न मिलाउन हजुरहरूले सक्ने नसक्ने अब त्यो अधिकार तपाईँको हामी खोजी गर्दैछौँ हामीले पहिला पुरानो लगटहरू पनि सबै हामीले उद्धार गरिसकेका छौँ हजुर तर गाह्रै छ अब तपाईँको यो राज्यले नै गर्नुपर्ने काम हो अब हाम्रो त यो चाउनान विकास समिति एउटा सानो तपाईँको चाहिँ नि समिति हो सिडिओ कार्यालयमा गर्दा गरेको समिति हो त्यसले अब सकुन्जेल चाहिँ नै गरिरहेछ हजुर यो अब यति प्राचीन मन्दिर यो होइन यसको अब उत्पत्ति कथा महत्त्वहरू पनि एकदमै ठुलो छ भगवान् आफै प्रकट हुनुभएको ठाउँ हजुर, यो अनि यो चाहिँ यो मन्दिरमा चाहिँ अब भक्तहरूलाई आउन के भन्न चाहनुहुन्छ अथवा यहाँ भक्तहरूले आएर पूजाआजाहरू आफूले गर्न खोज्नुभयो चाहनुभयो भने कसरी गर्न पाउनुहुन्छ के नियम कस्तो छ अब हामीले तपाईँको हाम्रो चाउनान विकास समितिले 2079 साल वैशाख 1 गतेबाट विशेष पूजा गर्ने थालनी हामीले गऱ्यौँ हजुर त्यो विशेष पूजा चाहिँ तपाईँको चाहिँ नै गरिसकेपछि अहिले अलिकति चाहिँ यो तपाईँको चाहिँ धेरै चलायमान चाहिँ भएको छ हजुर त्यो विशेष पूजाबाट चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि यो तिनटै मन्दिरको पुजारीहरूलाई चाहिँ तपाईँको चाहिँ दक्षिणा हजुर अनि तिनटै पुजारीहरूको लागि चाहिँ तपाईँको कोष हजुर अनि भडेलको लागि कोष हजुर होइन त्यस पछाडि चाहिँ तपाईँको यहाँ मर्मत गर्नुपर्ने सरसफाइ गर्नुपर्ने मर्मत कोष त्यो सबै हामीले राखेका छौँ त्यहाँ तपाईँको चाहिँ फ्लेक्समा राखेर हामीले टाँसेका पनि छौँ किन भन्दाखेरि हामीले चाहिँ नि सबै हिसाब किताब चाहिँ प्रत्येक महिनामा पारदर्शी गर्छौँ होइन पारदर्शी गर्छौँ हाम्रो चाहिँ तपाईँको चाउनान विकास समितिको एउटा फेसबुक पनि हामीले चलाएका छौँ त्यो फेसबुकमा हाम्रो गतिविधिहरू हामीले गरेका कामहरू सबै चाहिँ त्यसमा हामीले अपलोड गर्ने गरेका छौँ हजुर यो मन्दिरमा चाहिँ अब बुधबारको दिनमा खिरको भोग लगाइन्छ भन्ने सुनेको हामीले होइन त्यो भोग हामीहरूले पनि लगाउन चाह्यौँ भने चाहिँ कसरी लगाउने के गर्ने पाइन्छ त्यसको पनि खर्च कति दस्तुर प्रक्रिया छ त्यहाँ सबै टाँसिएकै छ हजुरले चाहिँ फोटो खिचेर लान सक्नुहुन्छ त्यो सबै गर्न सकिन्छ दैनिक खिर पनि हामीले व्यवस्थापन गरेका छौँ त्यसको लागि पनि अगाडि नै चाहिँ खबर गर्नुपर्ने हुन्छ त्यो पनि सक्नुपर्छ र अब हामी टाढा टाढाबाट आउँछौँ भगवान्लाई चाहिने शुद्ध कुराहरू ल्याउन गाह्रो हुन्छ होइन यहीँ पाउने यहीँ व्यवस्था हुने भयो भने त यहीँ आएर पूजा त्यो गर्न विशेष पूजाको लागि चाहिँ सबै व्यवस्थापन विकास समितिले नै गर्छ पूजा उहाँले नै समितिले नै राखिदिन्छ तपाईँहरूले चाहिँ केही ल्याउनु पर्दैन बेलुका चाहिँ तपाईँको विशेष आरती पनि हुन्छ त्यसमा पनि समावेश हुन सक्नुहुन्छ अहिले विशेष आरती बुधबार र शनिबार मात्रै गर्ने गरिरहेछ अहिले चाहिँ बुधबार र शनिबारमा चाहिँ गर्नुहुन्छ विशेष आरती विशेष आरतीमा चाहिँ कस्तो हुन्छ के हुन्छ अरू बेला विशेष आरतीमा चाहिँ तपाईँको चाहिँ नि त्यो ठुलो खालको आरती हुन्छ होइन त्यो 600 रुपियाँ चाहिँ दस्तुर लाग्छ त्यसको अनि तपाईँको चाहिँ त्यो जसले आरती गरेको तपाईँको प्रायोजन गरेको हो आरतीको लागि चाहिँ त्यो गर्नुभएको हो उहाँको नामबाट चाहिँ आरती हुन्छ हजुर यो मन्दिरमा चाहिँ हामीले जानकारी पाएअनुसार 10 अवतारको भगवान् विष्णुको 10 अवतारकै दर्शन गर्न मिल्छ भन्ने सुनेको हो होइन त्यो कहिले कसरी गर्ने हामीले गर्न चाह्यौँ भने चाहिँ के गर्नुपर्छ हामीले त्यो तपाईँको चाहिँ नि अगाडि नै खबर गर्नुपर्छ पुजारी बाजेलाई अब पुजारी बाजेको सम्पर्क छैन भने हामीलाई खबर गरे पनि हुन्छ हामी खबर गरिदिन्छौँ र पुजारी बाजेसँग समय लिएर ए हजुर होइन त्यो चाहिँ 10 अवतार यो तिथिमा गर्ने भन्ने हुँदैन हामीले खबर गऱ्यो भने चाहिँ जहिले पनि गर्न मिल्छ हुन्छ ए हजुर यही तिथि भन्ने कुरो चाहिँ छ हस् हजुरलाई यो समय र सम्वादको लागि धेरै धेरै धन्यवाद मेहरबानी धन्यवाद